सुनिसकेपछि सबैजनालाई अनि आजको फेरि पनि न्यू डे न्यू ब्लगमा हजुरहरू सबैलाई मैले स्वागत गर्न चाहे। अनि त्यसपछि आजको दिन चाहिँ एकदमै बोरिङ छ, पानी आइरहेको छ हैन, यस्तो भइरहेछ कि ढुम्म लागिरहेछ, बोरिङ छ। स्टिल देन आई थट टु मेक द ब्लग। सब्जी देखाउनु पर्यो। यो चाहिँ उयो बाजेको कान हो, हेर्दा सुकुटी जस्तो देखे नि, यो चाहिँ बाजेको कान हो। हामीसँग इधर दाल भी है, यहाँनिर गुन्द्रुक, यो गुन्द्रुक हो। अनि यहाँनिर हाम्रो गाउँले चामलको भात छ। अन्त चिया बनाउने कार्यक्रम चल्दैछ। आजको कुकमेन चाहिँ हाम्रो जेम्स दाजु हो, तर अहिले यहाँ छैन। एकछिनमा देखाउँछु म हाम्रो कुकमेनलाई। म आलु खन्यो, दादा भाइ भाउजूहरू सुँगुरखोर धुनु भयो, उहाँहरूले सुँगुरखोर धुनुभयो, बाउले धानको बिउ हानेर आयो, मैले आलु खने, दादाले माम पकायो। सो यसरी नै चल्छ हाम्रो। यति साह्रो बन्छन् के हामी कहाँ जान आँटेको भने चाहिँ हामी अब गएको टुरमा म भाइ भाउजू हामी तिनजना चाहिँ जाँदैछौँ। सो कहाँ गएको भने चाहिँ आज हामी फुपूको घरमा जाँदैछौँ। हाम्रो फुपूलाई हामी भेट्न गएको, फुपूको घरमा जानु आँटेको, उनीहरू रेडी भएर नि निस्किसक्यो। सो अब एकछिनमा यतिकै चाहिँ भाउजू भएपछि हुनुपर्छ, यहाँ लिएर यहाँ राखिदेऊ। भाउजू पनि पुरा मस्त रेडी भएर नयाँ टी सर्ट किनेको रहेछ। मान्छे भने खुसीले छैन। खै लु जाउँ छिटो। आलु भेटेन? आलु प्लास्टिक राम्रो लगाउन। कोसेलीको नाममा यही आलु छ। दियो भएर हामी हिँडेको। दादा टाटा, नरै बस्नु ल, हातमा थुक्नु थुत्तो गर्नु भनेको। उयो के भन्छ, गोबर नभएकोमा गाईलाई घाँस लाउनु है। हामी गएको। अन्त अरू चाहिँ के भयो भाइ? गोबर नभएको ए दिउँसो बेसी आगो नफुक्नु, त्यति नै। सुँगुर चारोहरू भनेको छु त्यस्तो ठिक। सुँगुरलाई चाहिँ फिट लगाउनु है, फिट छैन भने पापा टाटा गएको ल। हामी गएको। पापा राम्रो बस्दै गर्नु है, सुँगुरहरू गाईहरू भोलि लाउनु नि। भोलि दादाले दादा त बिहान दोर्खा जान्छ होला भोलि। भोलिको भोलि चाहिँ नजानु नि हौ। जब हामी हिँड्ने भए बाउ पनि अब त्यति बेला टुर बनाउँछ। त्यो तपाईँको चाहिँ डेट सार्नु नि, सब भन्छ रिक्वेस्ट गर। के ल्याउनु अरे? हामी लेकको भालो र औलमा मकै सिला पर्नु गएको। मकै भयो नि खाने बेला। एउटा आप लेची। ल बस्दै गर्नु ल, टाटा गरिदेऊ न ल। गएको स्कुल रहेछ होइन, स्कुल छ। ए यस्तो हुन्छ घरिघरि मेरो मुखहरू राम्रो। खोइ बुबु हाम्रो शाखा सन्तानिया पनि छ नि, उहाँहरूको पनि बङ्गाली फुपूकोमा गएको होइन। चिया खाएर जानु अरे। चिया दादा हात पर्छ नि। हामी बेची गएको थियो। मलाई चाहिन्छ कि भाउजूलाई चाहिन्छ भरे। के भयो एउटा छाता पनि नबोकी पो उहाँ माथि आउँदा पो बिर्सेर सम्झी पाइछु। बनाउँदा हुन्छ, उसलाई पनि चाहिन्छ भरे। पानी त आउलाई जस्तो बिग्रियो। ल गएको ल, छु न गएकै मम्मी। हजुर भोलि आउने ल। चोरै चोर्यो खाँदा हुन्छ? कृपा खाँदा हुन्छ? मार्छ भने हजुर सोनियाको नि। ल अलि ल्याउ न, केही हुँदैन। यहाँ दोकान जानुपर्छ ल। दोकान नाम सुम्पेन। ए यो फुल कति राम्रो। यहाँकै दोकान
यहाँ मिटिङ गर्ने ठाउँ जग्गा हेन झन् बनाउँछु मन पराउनु पनि पर्यो नि गएको ल जाउँ है के अरे अन्डा पारेको रहेछ नि ए त्यो पारेको त दामी देखेको लुम्बे गाउँको त्यहाँ त्यो लुम्बे हो मेरो बाउहरूको मौली गाउँ चाहिँ यो पारी हो होइन हाम्रो पापाहरूको कोकु चाहिँ यता पारीबाट लिएको नि त यो लुम्बे गाउँबाट पापाको मौली गाउँ मतलब चाहिँ बाउको आमाको घर गाउँ चाहिँ यता अन्त यो चाहिँ कुन गाउँ हो यता चाहिँ अलिक डोयाहरू थुलुङ कोकु चाहिँ थुलुङ राई यता चाहिँ लोप्सहरूको गाउँ हो यता पारी हो यो चाहिँ हामी चाहिँ वारेछौँ हाम्रो अपोजिट साइडमा यिनीहरू चाहिँ देखेको चाहिँ उता पर नि देख्छ दोर्खा चाहिँ नदेख्दो रहेछ नि त यहाँ हामी निकै मुनि आइसक्यौँ अहिले लगभग हामी 1 घन्टा बेसी भयो नि हिँडेको घरबाट होइन बेसी भयो 1-1.5 घन्टाको बाटो हामी आइसकिँदाखेरि चाहिँ देख्छ अब चाहिँ तुर्साको छेउमा पुग्न आँट्यो हामी जानुपर्ने यता खेम्पा हामी यहाँ गएको यहाँ पारि हाम्रो फुपूको घर चाहिँ कहाँ देख्दैछ ऊ तल खोलाको माथि देख्ने चाहिँ फुपूको घर हो अनि त्यो लुम्बे भनेको चाहिँ अघि खोलाको पारी हो कहाँ तल खेतमा तल खोला देख्यौँ ऊपट्टि चाहिँ त्यहाँ हो हाम्रो मेरो फुपू चाहिँ लेकको हो तर लेकबाट चाहिँ फुपूलाई बिहा गरेर पुसैले औलमा लेक चोरेर चाहिँ औलमा लगाएको मगेर बिहा अब चाहिँ हामी पुग्ने आँट्यौँ कस्तो दामी यता चाहिँ भर्खर अदुवाहरू राखको काम चल्दो रहेछ अन्त हामी चाहिँ यो पारिपट्टि यहाँ पारिपट्टि जानुपर्ने हो औल हल्ला नगर अदुवा रोप्दैछ औल चाहिँ यस्तो मस्त हुन्छ क्या हामी चाहिँ अलिक लेखाली नै पर्छौँ हामी चाहिँ अहिले डाँडाको फेदमै आइसकेको छौँ क्या के भएर पोर्के गरेर भाइले दाल मकै पनि यता त पाक्नु आँटेछ नि त हाम्रोतिर भर्खर गोड्दैछौँ यस्तो दामी ल यो चाहिँ यता के भन्छ औलमा चाहिँ यस्तै दामी मकै पनि पुरा फल्नु थालेछ तर खाने बेला चाहिँ भएको छैन रहेछ नि त कस्तो धेरै मकै कति राम्रो फेरि गोडेर चिल्लै छ मकै बारी फेरि हो अन्त हत्तु भएको फुपूको घर आइपुग्यो यही हो घर दिस इज घर आमामा मकै रोपेर खेतबारीमा अन्त तुर्सा खोलाको नजिकै आइपुग्यो अहिले चाहिँ हामी होइन तुर्सा पुगेको अवस्था छ ल मचिसकेको छ नि को पनि छैन रहेछ घरमा फुलमै मजाले फुलहरू चाहिँ मजाले रोपेको रहेछ हजुरले मान्छे चाहिँ छैन रहेछ नि कहाँ गयो भित्र आऊ फुपू आएन हौ आऊ भित्र बिचारा फुपूहरू पानी आउनु थालिसक्यो कहाँ गयो म यहाँ आगो जोड्दैछु बाहिर यस्तो पानी आउनु थालिसक्यो भाउजू पनि खेताला गएको छ अरे आएको छैन फुपू र पुस्दै कहाँ गयो ठेगान छैन मेरो अनदेखि छैन चियाको कार्यक्रम हुँदैछ चिया अहिले हाम्रो फुपू पुस्दै एक बहिनी चाहिँ सिरियस भएको कुरा छ यहाँ म चिया बनाएर खिलाउँदैछु पुसैले के ढाले जस्तो त्यहाँ अब कन्टिन्यू कुखुराको व्यवस्था कालिस मेसमान दिएको हो झरेर बोल्दैछ मेसमान झरेर अब चाहिँ कुखुराको फोरफार व्यवस्था चाहिँ राम्रो भयो मैले पनि सिद्ध्याएको कुरा छ अब चाहिँ मासुले भुलि गयो त खाऊ भाउजू नि मन छ त लोकल कुखुराको झोल मलाई त सबै ठिकै लाग्यो खाऊ फेमस गर भाउजू
हिपट गर अघि साह्रो कैरा लाग्यो भनेको पनि भएर जातिन्छ अर्काको चाहिँ नातानु आफ्नै खाउँ ल अगाएर गफ चलेको भने चाहिँ फेरि यो पनि भने अब अर्का कसैकोमा चाहिँ गोरु मरेर एकजना परबाट सुन्दैछ उसको त अब अनि गोरु मरेछ कति राम्रो भन्ने